हामी प्राय सोच्छौँ कि अबको 1 महिना, 6 महिना वा 1 वर्षमा आफूलाई खतरा बनाउँछौँ, तर त्यो केवल 10 वा 20 मिनटको जोस मात्र हुन्छ। धेरैले भन्छन् परिवर्तन पाउन धेरै समय चाहिन्छ, तर वास्तवमा परिवर्तन सुरु हुन्छ तपाईको सोच र कार्यबाट। यदि तपाईँ आजैबाट आफ्नो दिल र दिमागलाई नयाँ र सकारात्मक दिशामा लगाउनुहुन्छ भने भविष्यमा जीवन आफै बदलिन्छ। तर यहाँ एउटा ट्विस्ट छ। जीवनले सधैँ सोचे जस्तो सहज यात्रा दिँदैन। कहिलेकाहीँ चुनौती र बाधाहरूले तपाईलाई रोक्न खोज्छन्। तिनीहरूलाई आफ्नो हार खाएको सङ्केत नभई तपाईको यात्रामा एउटा परीक्षा मात्र सम्झनुहोस्। सफलताको स्वाद ती बाधाहरू पार गरेर मात्र पाउन सकिन्छ। त्यसैले आजबाट एउटा गहिरो कदम चाल्नै पर्छ। आज के गर्ने त? पहिलो कुरा, समय निकालेर आफूसँग सचेत भएर बस्नुहोस्। बिहान 1 घण्टा मन सेट गर्ने समय दिनुहोस्। अनि ठोस प्रश्नहरू आफैलाई सोध्न थाल्नुहोस्। म कस्तो जीवन बिताउन चाहन्छु? मेरो जीवनको वास्तविक लक्ष्य के हो? मैले अझै के सिक्न बाँकी छ? म के गर्दैछु जसले मलाई टाढा पुर्याउँछ? मोबाइल, कम्प्युटर, टिभी जस्ता सबै डिजिटल सामग्रीहरू बन्द गरेर केवल आफैसँग मात्र समय बिताउनुहोस्। यसले तपाईको मनलाई शान्त पार्छ र गहिरो सोचहरू लेख्न, सम्झन र योजना बनाउन मद्दत गर्छ। डिजिटल अवरोध बिना भएको शान्त समयले तपाईलाई आफ्नो भित्री आवाज सुन्न र स्पष्ट लक्ष्य निर्धारण गर्न सहयोग पुर्याउँछ। यस बदलावले डिजिटल डिटक्सको महत्त्वलाई जोड्दै तपाईलाई आफ्नो सोच र योजना बनाउन केन्द्रित बनाउन प्रेरित गर्छ। दोस्रो, सानो लक्ष्य तोक्नुहोस् र त्यसमा पुरा ध्यान दिनुहोस्। आज एउटै मात्र सानो लक्ष्य तोक्नुहोस्, जस्तै 30 मिनेट व्यायाम गर्ने, मोबाइल कम प्रयोग गर्ने वा शान्तिपूर्ण ध्यान गर्ने। यिनै साना परिवर्तनहरूले त्यो ठुलो परिवर्तनतर्फ सजिलै तानेर लैजान्छ। तपाईलाई लाग्ला आज यी कुरा भन्दा नि म आफ्नो लक्ष्यलाई बढी ध्यान दिन्छु। यस्तो नगर्नुहोस्। धेरै मान्छे यही कुराले पछि परिरहेका हुन्छन्। तेस्रो, सहयोगी र बाधक छुटाउनुहोस्। जब बाधा अनि नकारात्मक सोच आउँछन्, तिनीहरूलाई एउटै प्रश्न सोध्नुहोस्। यो सोच मेरो लक्ष्यमा सहयोगी छ कि बाधक छ? यदि बाधक हो भने त्यो सोचलाई छोड्न र सकारात्मक सोचमा ध्यान दिन प्रयास गर्नुहोस्। यसै क्रममा आफ्नो नोटबुक वा कपीमा यी 3 कुरा लेख्नुहोस्। ती बानीहरू जसले तपाईको क्षमता मारिरहेका छन्, ती स्थानहरू जहाँ तपाईको ऊर्जा हराउँछ, ती झुटा कुराहरू जुन तपाईले स्वीकार गर्नका लागि आफैलाई कन्भिन्स गर्नुहुन्छ। यी लेख्नाले तपाईको वास्तविक स्वरूप जागृत हुन्छ र आफूलाई सुधार्ने पहिलो कदम चाल्न प्रेरणा पुग्छ। चौथो, आजको दिनका लागि कृतज्ञता र सकारात्मक ऊर्जा सङ्कलन गर्नुहोस्। यो के हो भन्दा दिनको अन्त्यमा अर्थात् सुत्नु अगाडि 3 कुरा लेख्नुहोस् जुनका लागि तपाईँ कृतज्ञ हुनुहुन्छ। यसले दिमागलाई सकारात्मक सोचमा राख्न सहयोग गर्छ र अन्धकारलाई पन्छाउँछ। साधारण देखिए पनि यी कुराहरूले तपाईको जीवनमा गहिरो प्रभाव पार्नेछन्। आजको दिनलाई तपाईले निश्चित परिवर्तनको सुरुवातको रूपमा चिन्ह लगाउनुहोस्। एक दिन मात्र होइन, एउटा नयाँ जीवनको सुरुवात हो। सफलता र असफलता तपाईको हातमा छ। आजैबाट त्यो बाटो रोज्नुहोस् जसले तपाईको जीवन सुधार्छ।